बिस्कुट चाउचाउ 10 को चाउचाउ अनि म चाहिँ यो नानीलाई दिन्छु यो चाहिँ फ्रीको है ल तँले अगाडि आएको भए पुरस्कार पाउँदैछ के एउटा चाउचाउ पनि भाइले प्लास्टिकमा लग्छु भनेर चाहिँ यो चाहिँ बाख्राहरू निस्किन्छन् है मैले चाहिँ माथि लगेर दिन्छु हाम्रो पसल पनि म तपाईँलाई आज देखाउने छु ल साथीहरू रोशना धेरै रोगको भएर बाजेले बजारबाट रोशनाको बाजेले मोमो ल्याइदिनु भएको छ हे गाइज वेलकम टु माई न्यू भिडियो आजको भिडियोमा तपाईँलाई स्वागत छ यो सबैजना सन्चै हुनुहुन्छ होला म पनि सन्चै आरामै छु मेरो दिनको सुरुवात हुन्छ म बिहान उठिसकेँ है घाम पनि लागेको छ आज चाहिँ म चाहिँ अब हाम्रो चाहिँ यतातिर बाख्रा खोर्छ है यहाँ चाहिँ बाख्रा भित्र छन् यसलाई चाहिँ मैले लगेर माथि बाँध्नु पर्ने हुन्छ आऊ 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 यो चाहिँ बाख्राहरू निस्किन्छन् है मैले चाहिँ माथि लगेर खोल्छु हाम्रो चाहिँ यत्रो बाख्रा छ यसमा चाहिँ दुईवटा चाहिँ पाउने छन् है दुईवटा भ्याउँछन् यसलाई चाहिँ म माथि म पनि जाँदैछु अनि यो बाख्रा बाँधिसकेपछि मैले चाहिँ खोल्नेछु पसल होइन हाम्रो पसल पनि म तपाईँलाई आज देखाउने छु हेर्नुहोस् गाइज लास्टसम्म भिडियो कस्तो लाग्छ त मेरो पल ल गाइजहरू मैले चाहिँ बाख्रालाई यहाँ बाँधिसकेको छु यसमा अब चाहिँ म घर पसल भएको चाहिँ यो गाडी भयो है चाहिँ पिकअप रहेको छ यो चाहिँ हाम्रो पसल है यो चाहिँ पसल हो अब म चाहिँ यसलाई खोल्ने छु ल साथीहरू मैले चाहिँ पसल खोलिसकेँ पसल चाहिँ यस्तो छ अब चाहिँ तपाईँलाई यही देखाउन चाहन्छु हाम्रो पसल चाहिँ यस्तो छ है गाई ल गाइजहरू हाम्रो पसलमा भएको यो बिक्री नभएको चिजलाई चाहिँ अलिकति बिग्रेको छ यसलाई चाहिँ म अब चाहिँ लगेर बाख्रालाई दिन्छु बाख्राले खान्छन् है कतिको खुसी मानेर खान्छन् है धेरैमा ल यस्तै राख्दैछु खाऊ 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 ल ल ल ल कारण के त बिक्री नभएको कारणले अब चाहिँ एक्सपायर हुन लागेको भएर चाहिँ हामीले दिएको बाख्रालाई अब म चाहिँ केही समयको लागि हाम्रो पसलमा है यहाँ जो पनि अब मैले पसल खोलेदेखि पहिलो सुरु कस्टमर आउँछ त्यसलाई चाहिँ मैले एउटा यो चाहिँ चिप्स चाहिँ दिनेछु एक्स्ट्रा है को छ त आजको भाग्यमानी यो चिप्स खाने ग्राहक एन्ड कस्टमर बिस्कुट गाइज मैले भनेको थिएँ नि मेरोमा सबैभन्दा पहिलो ग्राहक आउनलाई मैले के दिन्छु भनेको थिएँ त्यो चाहिँ म दिनेछु मेरो पहिलो ग्राहक आएको चाहिँ लक्ष्मी मामाको छोरी अनि फेरि बिस्को चाउचाउ पिरो चाउचाउ यो पिरो चाउचाउ होइन तँले अगाडि आएको भए पुरस्कार पाउँदैछ के ल यो चाहिँ लक्ष्मीले पाउने एउटा पिरो चाउचाउ अनि त्यसपछि के भन् 10 को चाउचाउ छैन भाउ 10 को छैन कि 20 को लग कुन चाहिँ सोधिदिनु 20 को करेन्ट यो भाइले चाहिँ करेन्ट चाउचाउ लगाउनु लाग्छ है मेरो तर यो चाहिँ सेकेन्डमा आएको भएर यसले चाहिँ पुरस्कार पाउने भएन फर्स्टमा चाहिँ लक्ष्मी आएको लक्ष्मीले पुरस्कार पाउँछ है मैले दिने भनेको चाहिँ ओके छ त ल एउटा चाउचाउ पनि भाइले प्लास्टिकमा लग्छु भनेर चाहिँ फेरि ल ठिक छ ल 5 को नमकिन वाला बिस्कुट यो पार्लेजी कुन 5 को नुनियाल कहाँ आउँछ त 10 को भन्न यो ल यो बिस्कुट दियो अर्को के निकाल त्यसबाट
मैले चाहिँ सुरुमा आउनेलाई चाहिँ मैले दिने भनेको थिएँ यो चिप्स होइन यो लक्ष्मी आएछ म लक्ष्मीलाई चाहिँ यो चिप्स दिन्छु है मेरो चाहिँ चिप्स तानिसकेँ होइन यो चाहिँ मैले फ्रीमा दिन्छु भनेको थिएँ फर्स्ट टाइम आउनेलाई म चाहिँ यो नानीलाई दिन्छु यो चाहिँ फ्रीको है ल यो फर्स्ट टाइम आएको भएर यसले पाएँ है लक्ष्मीलाई चाहिँ मैले पैसा दिँदैछु यसको टोटल 35 रुपियाँको सामान भयो भनेपछि मैले दिनु पऱ्यो फाइदा 20 रुपियाँ 35 रुपियाँ सामान किनेर 20 रुपियाँ उपहार म चाहिँ पसलमा बसिरहेको थिएँ होइन ए रोशना बजारबाट आई यस्तो रोएर आएछ कि यस्तो रोएर किन रोएको जोर तिमी किन रोएको भन त भन किन रोएको ल यता यता हेर्दै यता ल यता हेर्दै यता यता बाबु यता हेर किन रोएको कान्छ तिमी यो चाहिँ लास्ट रोएर आयो है चर्चबाट आउँदाखेरि कारण के भन्दाखेरि माहौल जान नपाएर अब जान्छु अरे एक्लै रोशना धेरै रोको भएर बाजेले बजारबाट रोशनाको बाजेले मोमो ल्याइदिनु भएको छ मोमो खाँदैछिन् यिनी चाहिँ मोमो लभर हुन् भनिदेऊ न के मोमो लभरलाई आज मोमो ल यता मम्मी हुनुहुन्छ हाम्रो मम्मी मोमो खाँदै हुनुहुन्छ कसलाई हो त्यो मोमो लभर त होइन तर मलाई चाहिँ अब खाने भनेको भएर सबैले खाने भनेको भएर एउटा चाहिँ म खान्छु है अचारमा डुबेर यहाँ छ अचार लगाइजहरू गरौँ मोमो पनि खाएर आइयो मोमो एकदम बफ मोमो रहेछ राङको एकदम मिठो एकदम मन पर्यो आज यहाँ पसलमा बसिरहेको छु है पसलमा लगाइजहरू कस्तो लाग्यो मेरो भ्लग साँच्चीकै राम्रो लाग्यो होला भन्ने मलाई चाहिँ लागिरहेको छ यदि मन पर्यो भने भ्लग लाइक कमेन्ट अनि सेयर गर्न नबिर्सिनु होला अहिलेसम्म च्यानललाई सब्सक्राइब गर्नु भएको छैन भने च्यानललाई सब्सक्राइब गर्नुहोस् अब चाहिँ म भिडियोहरू बिदा हुन्छु है गाइजहरू बाई बाई बाई